हेर हेर यहाँ बिरालोले खाना पकाएको। हाम्रोले त खाएको भाँडासम्म माझ्दैन है। हुन त बाहिर देशको हो, हाम्रो त के हुन्थ्यो। के भन्नुहुन्छ बिरालोले खाना पकायो? यहाँ बिरालोले खाना पकाएको। खोइ देखाउनु त। यहाँ लु। यो मम्मी बनाउन मिल्छ क्या? हाम्रो बिरालोलाई पनि सिकाएको भए आउँछ क्या? आउँछ, सिकाउनु पर्यो। बाहिरको देशको त उसले उनीहरूले पहिलेदेखि सिकाउँछ। हाम्रो त त्यही खाएकोसम्म भाँडा माझ्दैन। उनीहरूको त हेर आफैले खाना पनि पकाएको छ। यो सबै बनाउन मिल्छ क्या? यो बनाएको हो यो मान्छेले। कहाँ बिरालोले खाना पकाउँछ जस्तो लाग्छ तपाईँलाई? नानी हेर्छ यहाँ बादलले बाघलाई यहाँ रुख काट्दै हेर्दै। बादल कहीँ बाघलाई बादलले हान्न सक्छ जस्तो लाग्छ? तपाईँ आफै भन्नुहुन्छ हुन्न भन्नु त। के अरे बाघ भएको ठाउँमा बादल आउँदैन भनेर। अनि बादलले कसरी हान्न सक्छ आफै भन्नु त। बनाएको क्या? हान्छ पनि हेर्न। मम्मी यस्तो सब नहेर्नु न हो तपाईँ। नानी नानी सुन्न, हेर्न हेर यहाँ सुन भन्दा नि हेर्न। भर्खर जन्मेको बाबुले बोलेको। त त सानामा रुन बाहेक केही जान्नथिनस्। हे भगवान्, मैले तपाईँलाई कतिचोटि भनिसकेँ यस्तो चिज नहेर्नु भनेर। यो सबै झुटो हो क्या? एआईबाट बनाउन मिल्छ। तर सानामा सबै रुन्छन् है, रुन्छन्। जन्मिने बित्तिकै कोही बोल्दैनन्। बोल्नलाई कति टाइम लाग्छ तपाईँलाई नि थाहा छ त हौ। यस्तो सब नहेर्नु न हौ मम्मी। ट्रु बाबुले त है कस्तो बोलेको, त्यो पनि स्पष्ट क्या? फेरि सानामा सबै रुन्छन् नि त, कोही कोही एकैचोटि त बोल्दैनन् नि त हो। तपाईँ पनि जहिले यस्तो हेरेर बस्नुहुन्छ। मम्मी किन रुको? हेर्न यत्रो सानो बिरालो मरो यसैको मम्मीले गर्दा हो। त्यही भएर त के अचेल धेरै फोन चलाउनु हुँदैन। मैले तपाईँलाई कतिचोटि भनिसकेँ यो सब फेक हो क्या? बिरालो कहीँ यस्तो हुनसक्छ? हाम्रो बिरालो कस्तो त्यस्तै होइन। तपाईँ जतिखेर हेर्नुहुन्छ यस्तो आफ्नो टाइम वेस्ट नगर्नु। किन रुको? यो सबै झुटो हो क्या? यो बनाउन मिल्छ क्या मम्मी? एआई अचल छ नि एआई भन्ने। एआईबाट जे पनि बनाउन मिल्छ। बाँदरले साडी लाउन मिल्छ। होइन यस्तो चिज कसरी बनाउँछन् हौ यस्तो? आम्मा यो पानी लिएर यस्तरी बाढी पहिरो आएर घरै भत्काइदिएछ है। हाम्रो पनि रोकै छैन पानी, कुन दिन यस्तै हुन्छ। हेर्न यहाँ घर भत्केछ। मम्मी यो रियल होइन। मेरोमा चाहिँ यस्तै यस्तै भिडियो आउँछ कि क्या हो? तपाईँ अब त्यस्तै त्यस्तै हेर्नुहुन्छ त त्यस्तै त्यस्तै आउँछ त। तपाईँ यस्तो यस्तो नहेर्नु न, यस्तो आउँदैन।